नमस्कार। अँध्यारोबाट उज्यालोतिरको यात्रा, निराशाबाट आशातिरको यात्रा, असफलताबाट सफलतातिरको यात्रा, आफूले आफैलाई भेट्ने सुखद यात्रा। कृपया च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट वा फलो गर्नुहोस्। आज हाम्रो समाजमा पनि धेरै फरहानहरू छन्। कोही कलाकार बन्न चाहन्छन् तर इन्जिनियर बनाइन्छन्, कोही खेलाडी बन्न चाहन्छन् तर डाक्टर बन्न दबाब दिइन्छ, कोही उद्यमी बन्न चाहन्छन् तर जागिरको सुरक्षित घेराभित्र सीमित गराइन्छ। परिणामस्वरूप धेरै मानिसहरू सफल त देखिन्छन् तर भित्रबाट सन्तुष्ट नहुन सक्छन्, सफलताभन्दा धेरै टाढाको सफल। त्यसैले जीवनको सबैभन्दा ठुलो प्रश्न अरूले मलाई के बनोस् भन्ने चाहन्छन्, मलाई के भएको वा बनिदिएको हेर्न चाहन्छन् भन्ने होइन, म वास्तवमा के बन्न चाहन्छु भन्ने हो। जब तपाईँ आफ्नो रुचि, क्षमता र सपनासँग मेल खाने बाटो रोज्नुहुन्छ तब काम बोझ होइन, आनन्द बन्छ। सङ्घर्ष पनि अर्थपूर्ण लाग्छ र सफलता पनि दिगो हुन्छ। आफ्नो सपना बाँच्ने साहस गर्नुहोस्। समाजले बनाइदिएको परिचय होइन, आफ्नो मनले खोजेको पहिचान निर्माण गर्नुहोस्। किनकि संसारलाई अर्को प्रतिलिपि होइन, तपाईँको मौलिकता चाहिएको छ। तपाईँ जस्तै तपाईँ चाहिएको छ। त्यसैले आजैबाट त्यो बन्नुहोस् जे तपाईँ बन्न चाहनुहुन्छ।